नमस्कार सम्पूर्णमा र जुन चाहिँ बडी माइन्ड अवेरनेस प्रोग्रामभित्रकै एउटा सेसन साइकोलोजी एन्ड द पावर अफ द माइन्डको चाहिँ यो अस्ति हामीले पार्ट 1 र पार्ट 2 मा चाहिँ इन्ट्रोडक्सन त्यसै गरी ब्रेन एन्ड केमिकल्स भन्ने विषयमा चाहिँ केही कुराहरू गरिसकेका थियौँ र आजको जुन यो पार्ट 3 मा चाहिँ हामी लेभल्स अफ माइन्ड भनेर चाहिँ माइन्डको लेभलको विषयमा कुरा गर्न गइरहेका छौँ र यसमा वास्तवमै संसारकै प्रसिद्ध मनोवैज्ञानिक सिग्मन्ड फ्राइडको अनुसार मान्छेको माइन्डको चाहिँ 3वटा लेभलहरू हुन्छ भन्नुभएको छ, कन्सियस, सबकन्सियस र अनकन्सियस। र यसलाई चाहिँ एउटा आइसबर्गसँग तुलना गर्दै उहाँले चाहिँ व्याख्या गर्नुभएको थियो र यसमा जुन चाहिँ आइसबर्गको माथिल्लो भाग छ, सानो हिस्सा छ, त्यसलाई चाहिँ कन्सियस माइन्डसँग तुलना गर्नुभएको छ। त्यसै गरी चाहिँ जुन चाहिँ बिचको भाग छ त्यसलाई चाहिँ सबकन्सियस माइन्डसँग तुलना गर्नुभएको थियो र जुन चाहिँ पानीभित्रको ती आइसबर्गको एकदम ठुलो हिस्सालाई चाहिँ अनकन्सियस माइन्डसँग चाहिँ तुलना गरेर उहाँले यसरी व्याख्या गर्नुभएको छ। र यसको मतलब जुन चाहिँ कन्सियस माइन्ड भन्दा पनि सबकन्सियस माइन्ड अझै गहिरो कुरा हो र सबकन्सियस माइन्ड भन्दा पनि अनकन्सियस माइन्ड चाहिँ अझ गहिरो कुरा हो भनेर चाहिँ उहाँले यसरी व्याख्या गर्नुभएको छ। अब यसमा बुझ्नुपर्ने कुरा भनेको जस्तै अब कन्सियस माइन्ड भनेको के हो त? कन्सियस माइन्ड भनेको जस्तै अहिले तपाईँले यो भिडियो हेरिराख्नु भएको छ, ध्यान दिएर मैले के को विषयमा बोल्दैछु, मैले कस्ता खालको इन्फर्मेसनहरू दिइरहेको छु भने इत्यादि कुराहरूमा यहाँहरूले ध्यान दिएर हेरिराख्नु भएको छ। यो नै तपाईँको कन्सियस माइन्ड भयो। र सबकन्सियस माइन्ड भनेको चाहिँ जस्तै कसैको फोन नम्बर अथवा पास्ट समयमा कसैलाई भेट्नुभयो तर त्यो मान्छे झट्टै अगाडि आइदियो भने डाइरेक्टली उसको नाम अथवा चाहिँ फोन नम्बरहरू याद हुँदैन र तपाईँले थोरै एकछिन सम्झियो भने त्यो रिकभर भएर फेरि पनि तपाईँको माइन्डमा आउँछ। त्यस्तो खालको सेट भएर बसेको कुराहरूलाई चाहिँ सबकन्सियस माइन्ड भनेर भनिन्छ। र अनकन्सियस भनेको चाहिँ जहाँ चाहिँ तपाईँ हाम्रो डर, त्रास, चिन्ता इत्यादि कुराहरू चाहिँ बसिएको हुन्छ अथवा चाहिँ तपाईँ हाम्रो जुन चाहिँ डिप थिङ्किङहरू बसिएको हुन्छ त्यसलाई नै तपाईँ हाम्रो चाहिँ अनकन्सियस माइन्ड भनेर भनिन्छ। र अब यसलाई अझै पनि एउटा उदाहरणका लागि बुझ्नु पर्यो भने जस्तै मैले अहिले भिडियोमा यहाँहरूसँग संवाद गरिरहेको छु, यस क्रममा मैले जे पाएँ त्यही बोलेर पनि हुँदैन, म सोचेर सम्झेर मजाले टाइम दिएर चाहिँ बोल्नु पर्ने हुन्छ। र त्यस्तै गरी सबकन्सियस माइन्ड भनेको चाहिँ जस्तै मेरो हातबाट एउटा मोबाइल खस्न लाग्यो भने म त्यहाँ सोचेर सम्झेर टाइम दिएर बस्दिनँ, किनभने छिटो छिटो त्यो मोबाइललाई उठाउन खोज्छु। यदि मैले चाहिँ त्यो मोबाइल उठाएन भने फुट्छ होइन, त्यस कारणले गर्दाखेरि मैले छिटो छिटो त्यो मोबाइललाई उठाउन खोज्छु। र अनकन्सियस माइन्ड भनेको चाहिँ जस्तै मलाई आगोले पोल्यो भने अनकन्सियसली मेरो मुखबाट आथा भन्ने शब्द निस्किन्छ, त्यो मैले नसोचिकन पनि अटोमेटिकली निस्किरहेको हुन्छ, त्यो भनेको मेरो अनकन्सियस माइन्ड भयो। यसको मतलब जब हामीले चाहिँ कन्सियसली एउटा मोबाइलको उदाहरण लिँदाखेरि पनि कन्सियसली यो मोबाइल चाहिँ मेरो हातबाट खस्यो भने फुट्छ भनेर हामीले कन्सियसली बारम्बार सोच्दा सोच्दा अनकन्सियस माइन्डमा सेट भइसकेको हुन्छ। त्यस कारणले गर्दाखेरि यदि मैले चाहिँ मोबाइल भुइँमा खस्न लाग्यो भने छिटो छिटो त्यो मोबाइललाई चाहिँ उठाउन खोज्छु। र त्यसै गरी चाहिँ यसरी नै तपाईँले जुन कुरा चाहिँ कन्सियसली बारम्बार गर्छ त्यो नै सबकन्सियस माइन्डमा सेट भएर बसेको हुन्छ र सबकन्सियस माइन्डमा सेट हुँदा हुँदै अनकन्सियस माइन्डसम्म पुग्छ भन्ने कुरा हो। र जे कुरा तपाईँ हाम्रो अनकन्सियस माइन्डमा पुगेको छ, जस्तो खालको भावना तपाईँ हाम्रो अनकन्सियस माइन्डमा छ, त्यसले नै तपाईँ हाम्रो चाहिँ व्यवहार र भावनामा चाहिँ परिवर्तन गर्छ। जस्तै उदाहरणका लागि कतिपय व्यक्तिहरू स्विमिङ खेल्न डराउँछ, किनकि सानोमा ऊ कि त पानीमा डुबेको होइन, डराएको एकदमै भावनात्मक रूपमा चाहिँ उसको प्रभाव पार्यो भने त्यसले चाहिँ उसलाई अब ठुलो भइसक्दा पनि स्विमिङ खेल्न डराउने हुन्छ। र कतिपय व्यक्तिहरू चाहिँ यदि पाहाडबाट खसी इत्यादि भयो भने उसँग नेगेटिभ घटनाहरू घटेको थियो भने अब त्यो व्यक्तिलाई अलिक हाइट अल्को ठाउँहरूमा जान डर लाग्छ। इत्यादि कुराहरू चाहिँ तपाईँ हाम्रो अनकन्सियस माइन्डमा नै सेट भएर बसेको हुन्छ। साथसाथै हामी कतिपय कुराहरू हामी डराउँदिन, रिसाउँदिन, पोजिटिभ हुन्छ भन्दा पनि त्यो कुराहरू चाहिँ तपाईँ हाम्रो कन्ट्रोलमै हुँदैन। यसको मतलब के हो भन्दाखेरि
जब हामी कन्सियसली होइन रिसाउँछौँ अथवा नेगेटिभ थिङ्किङ गर्छौँ इत्यादि कुरा नै तपाईँ हाम्रो चाहिँ बिस्तारै सबकन्सियस हुँदै अनकन्सियस माइन्डसम्म सेट भइसकेको हुन्छ। त्यस कारणले गर्दाखेरि तपाईँ हामी रिसाउँदिनँ, राम्रै गर्छु भन्दा पनि नराम्रै एक्सनहरू मात्र हुने होइन, राम्रो सोच्छु भन्दा पनि नराम्रो थिङ्किङहरू मात्र आउने इत्यादि कुराहरू चाहिँ तपाईँ हाम्रो अनकन्सियस माइन्डसम्म पुगिसकेको हुन्छ। अब यसलाई चाहिँ हट्दै नहट्ने भन्ने कुरा होइन, यो कुराहरू चाहिँ हामीले माइन्डबाट रिमुभै गर्न नसक्ने भन्ने कुरा चाहिँ होइन। जस्तै अब यसलाई चाहिँ तपाईँ हामीले चाहिँ लेभल अनुसार नै चाहिँ हामीले मिहिनेत गर्नुपर्ने हुन्छ। जस्तै उदाहरणका लागि एउटा कपडालाई सोच्नु पर्दाखेरि पनि यदि त्यो कपडामा थोरै मात्र धुलो छ भने त्यो धुलो लागेको छ भने त्यसलाई टक्टाएर पनि सफा गर्न मिल्छ। र यदि त्यो कपडामा चाहिँ अब हिलो अथवा चाहिँ अलिक धेरै नै फोहोर लागेको छ भने मैले पानीमा भिजाएर नै धुनुपर्ने हुन्छ। साथसाथै यदि त्यो कपडा चाहिँ धेरै नै मैलो भइसकेको, धेरै समय अगाडिदेखि नै एकदमै फोहोर छ भने अब त्यसलाई सामान्य पानीले पनि धोएर जाने अवस्था हुँदैन। अब त्यसलाई चाहिँ तपाईँ हामीले सरफ लाएर हुन्छ कि साबुन लाएर हुन्छ कि घोटेर हुन्छ, त्यसरी चाहिँ हामीले सफा गर्नुपर्ने हुन्छ। यसरी नै तपाईँ हाम्रो जुन चाहिँ कन्सियस माइन्ड हुँदै सबकन्सियस माइन्ड हुँदै अनकन्सियस माइन्डसम्म पुगिसकेको जति पनि नेगेटिभ पास्टको ट्रामाहरू भयो, जति पनि इमोसन्सहरू छ, नेगेटिभ थिङ्किङहरू छ, इत्यादि कुराहरू चाहिँ तपाईँ हाम्रो सबकन्सियस माइन्डदेखि लिएर अनकन्सियस माइन्डसम्म पुगिसक्यो भने अब यसले चाहिँ तपाईँ हामीले चाहिँ सजिलोसँग हटाउन सकिँदैन। यसको मतलब सक्दै नसक्ने भने होइन। अब यसलाई चाहिँ हामीले कसरी हटाउन सकिन्छ भन्दाखेरि एनएलपी भन्ने न्युरो लिङ्ग्विस्टिक प्रोग्राम को माध्यमबाट पनि हटाउन सकिन्छ। त्यसै गरी चाहिँ पोजिटिभ भिजुअलाइजेसनको माध्यमबाट हटाउन सकिन्छ। त्यसै गरी चाहिँ पोजिटिभ अटो सजेसनको माध्यमबाट हटाउन सकिन्छ इत्यादि ध्यानको माध्यमबाट। यसरी चाहिँ तपाईँ हामीले चाहिँ धेरै मिहिनेत गरेर चाहिँ 21 दिन, 1 महिना, 2 महिना, 3 महिना यसरी चाहिँ बिस्तारै तपाईँ हामीले चाहिँ यो कुराहरूले चाहिँ हटाउन सकिन्छ भने र आजको भिडियोमा यति नै। जति पनि यो भिडियोलाई हेरेर साथ दिनुहुने सम्पूर्णमा थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो एन्ड विश यू अल द भेरी बेस्ट। हस्त धन्यवाद।